खाए ल रमाइलो यहाँ समरको रमाइलो छ यहाँ यतिको जिम्नास्टिक त हामीले नि सानोमा त स्कुल गर्दा त बालुवामा डबल स्लिप हाल्थ्यो कन्टेन्ट चलेको छ नि यहाँ आज सर कन्टेन्ट राम्रो छ बाल्यकाल याद आयो दसैँ हाल्न सकिन्छ नि हालिन्छ यतिभन्दा अलिक काटिकुटी हालिन्छ योभन्दा डबल फ्लिप गर्ने सिङ्गल फुल ल गाइज हामी चाहिँ यहाँ बाइसी साथीको चाहिँ हामी यो माथिपट्टि घन्टाघर जाँदैछौँ है त्यही पनि चोर बाटोबाट हाम्रो बुढोलाई थाहा छ अरे चोर बाटो होइन मैले अझसम्म मास त गएको छैन आज गइ हेरौँ नि त के रहेछ दाइ उ त बन्नु त्यो बोर्ड यहाँ उयो भित्ताको बोर्ड देखाउनु न कुन चाहिँ भित्ताको नेपाली ब्रान्ड छ त त्यहाँ यहाँ यो ए यहाँ होइन हस्टिल ब्रान्ड रहेछ असली नेपाली ब्रान्ड हो नि त नेपालीको दोकान हो कि जापानिजले चोरेर लिएर गएर पो त आफ्नो ब्रान्ड बनाएको त ल जापानिजहरूले चोरेर लगाएर बनाएको त यो पुलमाथि जाने अरे हामी चाहिँ हामी यहीँ माथि चढिन्छ अहिले यहाँ माथि चढिन्छ ल पुरै यहीँ पुगिन्छ क्या उयो यो टावरै पुगिन्छ हामी पुगिन्छ कहाँबाट चोर बाटो ल है त हाम्रो बुढोले थाहा छ अरे म चाहिँ अहिलेसम्म गएको छैन होइन यो बाटो यहाँ 10-20 चोटि आइसकेको छु तर थाहा छैन कहाँ छ बाटो भन्ने चाहिँ ल हामी जाँदैछौँ ल आजको गाइडै उयो है अब हाम्रो यहाँ के छ के बोल्नु छ अब यति भएपछि के बोल्नु छ भइन्छ आज चढिन्छ ल है पर्सा पोर्चुगली माहौल राम्रै छ आज है यहाँ फोकरेर लाइन बस्छ र 20 युरो तिरेर 1 घन्टा 2 घन्टा लाइन बस्नु पर्छ त्यही त पनि 20 युरो तिर्नलाई लाइन छ नि कता छ बाटो यहाँबाट होला यहाँबाट छ अरे बाटो चाहिँ ल हेर्छौँ हामी चाहिँ यहाँ चोरबाट आउँदैछौँ यहाँ मिसनको घन्टाघर चढ्ने हामी चाहिँ यहाँ चोर बाटो हो चाहिँ हाफ प्यान्टमा राखेको थिएँ हाफ प्यान्टै छोडेँ ओ उहाँ पनि त्यहाँकै सवारी जस्तो लाग्छ मलाई अगाडि बोल्दाखेरि चाहिँ चोर बाटो है थियो जाउँ हिँड्दैछौँ हामी चाहिँ घन्टाको जङ्गलै पनि 5 तलाभन्दा माथि उकालो आइसकेको छौँ हामी 9 तला घन्टामा जानलाई 5 तलामा आइसकेको छौँ हामी अझै माथि नै हो कि ल यत्रो आइसकेको छ हामी माथि कुन चाहिँ म्युजिक हो यो घोडामा उठेर तरवार लिएर बस्छ नि यहाँ माथि म गएको छैन नि यहाँ पोर्तुगिज आर्मीहरू घोडामा तरवार लिएर बसेको ल कडा छ है कडा ल सही हो नि त ल सब देखिने भयो लिस बुवा त्यहाँ हामी जानु पनि पाइन्छ तर यो तर जानुपर्छ ल फेस्टा चलिरहेको छ यहाँ गेम हेरेर यहाँ वर्ल्ड कप लगाउँछ क्या वर्ल्ड कप पछाडि यहाँ दुईचोटि आएर हेरिसकेको थियो यहाँ बसी हामी हेर्नु हुन्छ पछि 22 वर्ल्ड कप आएर हेरेँ मैले यहाँ है कति मान्छे हुन्छ यहाँबाट त हेर्छ मान्छेले फ्रीमा हेरेर त्यति ल पुरै सिटी देखिन्छ ए अहिले बन्द भयो क्या
ए ल बन्द भएछ अर्को दिन जानु मलाई त्यहाँ माथि बन्द भएछ अर्को दिन के रहेछ है हामी आएको बाटो यहाँ बन्द रहेछ ठ्याक्कै 6 बजे बन्द गर्ने हो या 6 साढे 6 बजे बन्द गर्छ अरे होइन ठ्याक्कै यहाँबाट है ल बन्द छ होइन ल म त यहाँबाट गइन्थ्यो बन्द रहेछ है ल जाउँ यहाँबाट सबै देखिन्छ है ल पछि अब कुनै दिन आउँदा आजले बन्द रहेछ हामी ढिलो भयो क्या 6:30 वर्ष मात्रै खोल्ने रहेछ होइन टोलबाट अरू पछि कुनै दिन आउला ल हामी चाहिँ फर्केको अब यहाँ टोलबाटोबाट यो चाहिँ के हो यो म्युजियम ल जाउँ जाउँ अर्को नयाँ फेरि ठाउँ पनि यहाँ हन्टिङ गर्नु पऱ्यो नि त हन्टिङ विथ वर्सन होइन त ल हन्टिङ विथ वर्सन के बोल्नु छ र भिडियोमा ल ल ल ल ल मिलाएर गर्नुपर्छ ठिक छ ल ए हामी माथि माथि आएछ नि त होइन माथि बाइक साइड यहाँ ओह्रालो निस्किन्छ ओह्रालो बाइक साइड हामी सर्टकट रहेछ नि त अब यहाँ ओह्रालो बाइक साइड निस्किन्छ घोडा लिएर बस्छ क्या बेलुकामा आज घोडा हरायो कि कहीँ लिएर आउँछ क्या बेलुकामा घोडा घाँस खान गयो कि त्यो बसन्त पुगेर बस्छ नि ल यहाँ घोडा बस्थ्यो अरे आज घोडा घाँस खान गएको छ कि अरे घोडा देखेन आज हामीले आउनु है अफर छ है अनि मान्छेहरूलाई केही छैन ल त्यो पनि जाउँ त्यो पनि बाइक राख्नु भएन जापानिज चाइनिज सब जाउँ न टाइम थोरै छ 9 बजीसम्म उज्यालो भइहाल्छ 8:30 भयो क्या अरे सब जाउँ यहाँको पुरानो एन्टिक स्टुडहरू ठिक छ ल है माहौल यस्तो छ आजको व्यापार त्यति व्यापार छैन यहाँ चाहिँ आज ए अस्ति म आँखामा आएँ तपाईँ अस्ति बस्ने हिँड्छ उयो अब कन्ट्र्याक्ट बनाएर साइन गर्नु मात्रै बाइक छ ए ठिक छ ल मान्छे कति भिड छ एउटा न एउटा स्टाफको ब्रेक हुन्छ क्या त्यहाँबाट सबै आउने स्टाफ यही हो
यहाँ मेला लाग्छ जेब्रा क्रसिङ कस्तो धमिलो बनाएको थियो कस्तो धमिलो बनायो जेब्रा क्रसिङ पनि ल कहाँ लग्यो ए यहाँबाट उदाउने बाइस साथी आएर यहाँ कतै आइदिनु